भोज भतेरमा केही कुराको कमी नहोस् है। म साँझसम्म आइपुग्छु। बाबुजी यसरी भोज भतेर खुवायो भने यो आचार संहिता विरुद्धको काम हो र अहिलेको युगमा भोज भतेर गरेको प्रमाण सजिलै जुटाउन सकिन्छ। बेटा पापाको प्रचार फेसबुकमा है। तर तपाईले आचार संहिता विपरीतको कार्य गर्नु भएन नि। बाबुजीलाई सम्झाइदिनु होला। प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेद्वार वीरेन्द्र प्रसादले आचार संहिता विपरीत काम गरेकोले उनलाई 50,000 जरिमाना गरेको छ। मैले बाबुजीलाई भनेकै थिएँ त, मेरो कुरा मान्नु पर्यो नि। निर्वाचन आचार संहिता उल्लङ्घन नगरौं। यही फागुन 21 गते बिहान 7 बजेदेखि अपराह्न 5 बजेसम्म हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरौं। निर्वाचन आयोग नेपाल।